हेलो गाइज, आज भनी म र दिदी जानकी टेम्पल जाँदैछु हैन। अनि यस भ्लगमा तपाईहरुलाई पनि अन्तिमसम्म बस्न हार्दिक अनुरोध गर्दछु। तपाईहरु पनि अब अन्तिम भिडियोको अन्तिमसम्म हेरिदिनु होला, किनभने अब जानकी टेम्पल हाम्रो नेपालको फेमस कन्ट्री भन्दा नि टेम्पल भनेर चिनिन्छ। त्यसकारणले हामी तपाईलाई जानकी मन्दिरको थोरै राम्रो रिलिजियन स्टोरी र आइडियाहरू तपाईहरुलाई थोरै एक्सप्लोर गरेर देखाउनेछु। र हामी यतिखेर भने चाहिँ रौतहटबाट बर्दिवास हुँदै हुँदै जानकी टेम्पलको अगाडि हामी पुगिसकेको थियो। र अहिले भने चाहिँ हामी जानकी मन्दिरको ठिक अगाडि हो र अब भित्र पसौँ। र हामी भनी चाहिँ अब हैन सबै जानकी मन्दिरको मेन मन्दिरमा पूजा गरेर अब निस्किसकेको छ हैन। अब हामी बाँकी भनेको घुम्ने मात्र बाँकी छ। फेरि हामी हेर्दैछौँ कि के कस्ता रहेछ भनेर जानकी मन्दिरको बारेमा। र यस्तो महल हेर्दा त धेरै निकै नै रमाइलो छ हैन। सेतो रङले भरिएको यो मन्दिर बाहिर र भित्रबाट हेर्दा एकदमै राम्रो छ। र मन्दिरको ठिक बाहिर भने चाहिँ भगवानको फोटोहरू मालाहरू बेच्न राखिएको थियो। र मन्दिरको अर्को साइडपट्टि चाहिँ नोभल र बायोग्राफी बुकहरू बेच्न राखिएको थियो। र अब हामी भने चाहिँ हैन घरतिर जान लागेको। तपाईहरुलाई अब लास्टको भिडियोको अन्तिमसम्म बसिदिएकोमा धेरै धन्यवाद। र तपाईहरु आफ्नो कस्तो लाग्यो भन्ने जानकी मन्दिर हैन थोरै कमेन्टमा भन्न सक्नुहुन्छ, आफ्नो शब्द भन्न सक्नुहुनेछ। र आजको लागि यही राख्दछु। र तपाईहरु नबिर्सिनु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब गरेर नबिर्सिनु होला, किनभने यो मेरो पहिलो भ्लग हो। त्यही कारणले अब धेरै राम्रो नभए पनि थोरै सकेसम्म ठिकठाकै बनाउने ट्राई गरेको छु। त्यही कारणले तपाईहरु थोरै सपोर्ट देखाइदिनु होला। र आजको भ्लग यही एन्ड गर्न चाहन्छु। धन्यवाद।